are mine, not another day. You're on borrowed time, let me get away. Yeah, I'm running, yeah, I'm running. So love me or leave me, I'm standing alone. Can't shake a feeling that lives in my bones. Lie to me, tell me you wish that you could, but nothing you gave me is worth what you took. 'Cause baby, when I'm gone for good. Feel it rising up, then I push it down, saying you're in love, I could go without. Let me get away. It's over now, it's over now. So love me or leave me, I'm standing alone. Can't shake a feeling that lives in my bones. Lie to me, tell me you wish that you could, but nothing you gave me is worth what you took. Hello guys, namaste, namaste all and good morning from the Kalinchok. र आज हामी चाहिँ कालिम्चोकको कुरी बजारमा छौं। देख्न सक्नुहुन्छ यो चाहिँ बिहानको दृश्य हो। अहिले चाहिँ बिहानको लगभग 8 बज्न लागिसकेको छ। बसेको ठाउँबाट चाहिँ यस्तो भव्य दृश्य देख्न सकिन्छ हैन। अनि यहाँ चाहिँ पुरै घरहरुको छानागढी हिउँ त्यो भव्य हामी चाहिँ कुरी बजार चाहिँ अहिले। तर हिउँ चाहिँ हिजो हामी बाटोमा आउँदाखेरि जति पर्यो त्यो भन्दा बढी थपिएको छैन। तर जे भने भव्य दामी भइरहेछ हैन। अनि बिहान चाहिँ यस्तो भव्य दृश्य देख्न पाइएछ यहाँबाट। र आज चाहिँ हामी लगभग माथि कालिम्चोक दर्शन गर्न चाहिँ जाँदैनौँ होला, किनभने हामी अलरेडी लेट भइसकेको छौँ। अफिस भ्याउन पनि जानु छ हैन। सो हामी यही वरिपरि नै घुमेर तपाईहरुलाई यहाँको दृश्यहरु चाहिँ देखाउने प्रयास गर्नेछौँ। हामी चाहिँ अहिले एकछिन बाहिर घुम्न भनेर निस्किसकेको छौँ। अनि देख्न सक्नुहुन्छ यो चाहिँ माथि कालिम्चोक जाने गेट हो। यो गेटबाट चाहिँ मजाले हिँड्दै हिँड्दै माथि जान सकिन्छ। अनि हाम्रो लेफ्ट साइडको चाहिँ केबल कारको अफिस, यहाँबाट माथि डाँडा पुग्न सकिन्छ। यतातिर चाहिँ सिँढीहरु नै बनाइदिएको रहेछ के। अगाडि म आउँदाखेरि चाहिँ थिएन, जस प्रगति भएछ। तर सिँढी बनाएर के गर्नु भत्कि पनि सकेको रहेछ। बजेटको सत्यानाश मात्र, किन यो नबनाउँदा पनि हुन्थ्यो। यहाँ सिँढी हुन त आवश्यकता खासै थिएन हैन। बाटोकै बाटोमा नि हिँड्न सकिहाल्थ्यो हामी, ढुक्किन चाहिन्थ्यो। र अनि देख्न सक्नुहुन्छ माथि डाँडामा चाहिँ हाम्रो कालिम्चोक भगवती, अनि साइड साइडमा सानो घरहरु छन्। आज चाहिँ हिजो भन्दा अलिक जाडो बढाएछ। हिजो हिउँ परेर पनि होला हैन। तर हिउँ चाहिँ त्यति धेरै छैन कि अब धेरै नै पर्छ भन्ने एक्सपेक्टेसन थियो हाम्रो चाहिँ। हिजो आउँदाखेरि त बाटोभरि हिउँ पर्यो, अन्त राति पनि पर्छ होला भनेको, तर राति चाहिँ हिउँ परेन। अनि हिजो हामी बाटोमा आउँदाखेरि जति हिउँ थियो त्यति नै सीमित भयो त्यतिमा नै। अनि अघि मैले भन्दै थिएँ हैन, माथि पूजा गर्ने सामानहरु त हुन त माथि पनि पाउँछ पूजाको सामानहरु पाउन त। अब यहीँदेखि किनेर लाँदा नि पो जता किन्दा नि भयो, किन्नु नै छ हैन। अनि देख्न सक्नुहुन्छ के प्रकार सारा मान्छे लिएर आइसक्यो। आज चाहिँ हामी तर माथि गइएन यार, विडम्बना। यो समय मेरो सेकेन्ड टाइम हो माथि पुरीमा आएर पनि कालिम्पोङ दर्शन गर्न नगएको। अनि यस्तो मजाले घाम लागिसकेको छ। आजको दिन चाहिँ हिउँ पग्लिन सुरु भइसक्यो, त्यति धेरै हिउँ पनि छैन हैन। देख्न सक्नुहुन्छ पुरी बजार भव्य। हामी दुई भाइ चिल पारामा छौँ, यतातिर घुमिरहेछौँ। अब एकछिन घुमिवरी फर्किनु पर्छ हैन। The seasons come and go like thoughts of you.
सबैजना पुरा रमाइरहेको छ हिउँसँग फेरि आउने कोही जाने तर त्यस्तो धेरै रस छैन मान्छेहरूलाई हिजो हिउँ पर्छ पानी पर्छ भनेर थाहा थिएन नि त सो आज यो ठाउँमा आउनेहरूसँग लक्की नै भन्नुपर्छ क्या मान्छेहरू किनभने हिउँ खेल्न पाए नि त अनएक्सपेक्टेड थियो होला उनीहरूको लागि पनि त्यही हो गाइस देख्न सक्नुहुन्छ बबालमा हामी चाहिँ टुरी बजार होइन केबल कारको अफिस अनि माथि कालिम्पोङको अगाडि बबालमा देखिन्छ अनि यो अहिले देखिराख्नु भएको दृश्य चाहिँ जुन छ यो सिन्धुपाल्चोक हो यता यो सिन्धुपाल्चोक र दोलखाको सिमाना पनि हो कालिम्पोङ भनेपछि अनि पारी पारी देखिएको सिन जुगल हिमाल श्रृङ्खलाहरू भयो होइन अनि यो ठाउँबाट सिन्धुपाल्चोकको सदरमुकाम चौतारा पनि देखिन्छ यो ठाउँबाट राम्रै ठिमाएर हेऱ्यो भने चाहिँ यस्तो भौपाल देखिन्छ गाइस अनि हामी माथि गएको भएपछि झन् भौपाल देखिन्थ्यो होला हिम श्रृङ्खलाहरू मिस गरिरहेको छु यहाँ बसेर होइन के टाइमले धेरै कुरालाई इफेक्ट गर्छ यस्तो भौपाल हान्छ गाइस तर एउटा कुरा चाहिँ पुरा भएन आज स्नोम्यानहरू बनाएर एउटा भौपाल हिउँ खेलेर गर्थ्यो त्यो चाहिँ छैन क्या त्यो त देखिएको मात्र हो यो त्यस्तो बाक्लो हिउँदै छैन यहाँ अनि अहिले जुन देखिराख्नु भएको छ यो चाहिँ माथिको ग्याङ डाँडा यहाँसम्म यहाँबाट हिँड्दै जाँदाखेरि राम्रो लाग्छ मलाई चाहिँ माथि कालिम्पोङ जाँदाखेरि ग्याङ डाँडाबाट छोटो पनि पर्छ डाँडै डाँडा भौपाल दामी दृश्य देखिन्छ यता यो भिडियो अपलोड गर्दाखेरि क्याप्सन के हुन्छ घोडामाथि गधा हजुर सर घोडामाथि गधा Time continues marching, it slowly crawls. With each new one starting, I recall. You came into my life just like another season. Not for long, just a time, just like another season. Maybe this time next year you'll reap me for no reason, but I'll cherish every day until you come my way this season. Each time of year carries memories, like a never fading whisper in the breeze. Oh, we will keep on changing all over again. Yeah, we will keep. अब यहाँबाट चाहिँ ट्याग अनुप सरको पालो होइन अनुप सरले अब घोडा राइड गर्नुहुन्छ मैले चाहिँ ट्याग सकिसकेँ 3 राउन्ड बुढाइसकेपछि होइन आफै घोडा गएर आफ्नो ठाउँमा बसेको रहेछ क्या वाइल्ड ट्रेन गराएको रहेछ यताउति दायाँ कतै नजाने क्या ट्याक्क 3 राउन्ड घुम्ने अनि ट्याक्क आफ्नो ठाउँमा बस्दिहाल्ने होइन तर वाइल्ड मजा आउँदो रहेछ यस्तो दामी भ्यू छ क्या यस्तो दामी ठाउँमा घोडा राइड गर्न पाउनु होइन मजाको विषय हो तर यो घोडा चाहिँ सधैँभरि यहाँ हुँदैन सिजनमा मात्र ल्याउ लाग्छ घोडा चौडीहरू भयो है त्यो चाहिँ सिजनमा मात्र ल्याउ लाग्छ यहाँ अब Yeah, I know we lost touch, but I'm still here. We were young, we were kids, it was something rare. I told you everything, but when it all burned down and you were left with nothing, did you question God or did you see it coming? Come on, oh come on. When it all burned down and you lost my number, or you couldn't even call, didn't know if you recovered or not. अझ मेरो फोटो हानेको त मारी फोटो त छुटेछ नि त दाजु लगायत 6 बजे फर्किन लाग्यो हामी होइन अनि एक रात त्यहाँ पुरी बजारमै बसियो अनि बब्बर रमाइलो गर्यो होइन देख्न सक्नुहुन्छ पुरी बजार यस्तो भयो हामी छ अनि घाम पनि मजाले लागिसकेको छ अहिले चाहिँ लगभग बिहानको 9:30 भइसक्यो सो अब चाहिँ हामी यहाँबाट फर्किन लागिरहेछौँ बाई बाई कुडी यता अब नेक्स्ट टाइम आउँदाखेरि फेरि पनि इन्जोय गर्दै गर्नुपर्छ यसपालि चाहिँ अलिक सोचे जस्तो भएन होइन पुरा हिउँहरू चाहिँ अलिक कमी नै छ तपाईँहरूले पनि देख्न सक्नुहुन्छ अनि मावसी हामी फर्केको यता हिजो राति पनि अब बेला रमाइलो गरियो अनि बिहान पनि अब होइन घोडा राइडिङ यताउति होइन रमाइलो हान्यो जोस् मजा आयो यहाँ आएर सो तपाईँहरू पनि अब हिउँको सिजन छ आउन सक्नुहुन्छ होइन
बवाल रमाइलो छ तपाईँहरू बेग्लै एक्सपिरियन्स हुन्छ यहाँ आउँदाखेरिको with all my heart. Always understood where I was coming from. You cared about me, but when it all burned down and you lost my number, or you couldn't even call, didn't know if you recovered or not. Come on, come on. When it all burned down and you were left with nothing, did you question God or did you see it coming? Come on, come on. And I didn't know if I would see you again. Oh, did I lose you? I think I might. कुडी बजारभन्दा अलिक मास्तिरबाट कुडीको भ्यू चाहिँ यस्तो देखिन्छ यता माथि गालिन्छ तल कुडी बजार होइन बाबा लामी सैबा Yeah, I know we lost touch, but I'm still here. We were young, we were kids, it was something rare. I told you everything, but when it all burned down and you were left with nothing, did you question God or did you see it coming? Come on, oh come on, yeah. When it all burned down and you lost my number, or you couldn't even call, didn't know if you recovered or not. Come on, when it all burned down and you were left with nothing, did you question God or did you see it coming? Come on. यो कुडीको गेटको छेउतिर चाहिँ अहिलेसम्म पनि यस्तो सेता नै हिउँछ तर एकदम पातलो हिउँछ क्या त्यस्तो बाक्लो हिउँ छैन सो यो खेल्दा चाहिँ मजा आउँदैन यस्तोमा होइन देख्न सक्नुहुन्छ कुडीको गेट कालिम्पोङको गेट होइन यहाँबाट हामी अगाडि बढिसक्यौँ बाई बाई कुडी हिमाल गाइस यस्तो बाबा अनि यो एरिया चाहिँ हिजो हिउँ परेको एरिया यता पुरै सेताम्मे थियो यतातिर बवाल हिउँ परिरहेको थियो होइन रुखहरू सबै सेताम्मे थियो क्या तर आज यस्तो छ अवस्था अहिले चाहिँ हामी ठ्याक्कै यो देउराली भन्ने ठाउँमा पनि आइसक्यो होइन यो ठाउँ चाहिँ मैले हिजो पनि देखाएको थिएँ अनि यो ठाउँमा चाहिँ हिजो पुरै पानी परिरहेको थियो सो भिडियो राम्रो आएन होला भनेर आज देखाइदिएको अनि देख्न सक्नुहुन्छ योभन्दा राइट साइडको चाहिँ काठमाडौँबाट आउने मकैबारी डाउन टाउन अनि हामी सरीकोट जानु चाहिँ हाम्रो लेफ्ट लाग्यो लगायत साझाको भिडियो चाहिँ मैले इन्ड गरेँ है भिडियो चाहिँ कस्तो लाग्यो लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला साथै च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला फेरि पनि अरू भिडियोमा भेट हुँदै गर्नुपर्छ त्यति बेलासम्मको लागि चाहिँ बाई बाई टेक केयर एन्ड सी यु नेक्स्ट टाइम है त